हेलो एभ्रिवान। अहिले चाहिँ म यता न्याचा पसाएको छु है। अनि म चाहिँ हजुरहरूलाई स्टोर चाहिँ सरर देखाउँछु है त। मैले चाहिँ टिकटकमा भिडियोहरू हालिरहेको हुन्छु है। पिस हर्भेस्ट नेपाल छ टिकटकमा चाहिँ, अनि धेरैले चाहिँ युट्युबमा नै हाल्नु पऱ्यो भन्दै थियो। अब चाहिँ हामी फिस सरर है 1 बाई 1 हेर्दैछौँ है। यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ, यो चाहिँ अफ्रिकन सिक्लेट हो। यो चाहिँ एकदम राम्रो साइजमा आएको छ है। अनि यसको कलर प्याटर्न चाहिँ बब्बाल छ है। अनि यो चाहिँ त्यस्तो एग्रेसिभ पनि हुँदैन, जस्ट सेमी एग्रेसिभमा पर्छ यो चाहिँ। अनि यता साइडमा हजुरहरूले देख्न सक्नुहुन्छ है ओस्कार। यो चाहिँ टाइगर ओस्कार हो। यो पनि ठिक्क साइजको आएको छ, त्यस्तो ठुलो चाहिँ नभनौँ होइन। अनि यता देख्न सक्नुहुन्छ है, यो चाहिँ स्नेक हेड बार्का हो है। धेरैजना चाहिँ झुक्किनुहुन्छ है यो चाहिँ कुन माछा हो भनेर। यो चाहिँ बार्का हो। अनि अनि यो चाहिँ क्रिजलले गरे है। अनि यता चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ है पल एर्वाना है। पल होइन जार्डिनी हो। जार्डिनी हो। जार्डिनी पल एउटै हो। जार्डिनी पल यो चाहिँ अनि 2 देखि 3 फिटसम्म हुन्छ है। अनि यो चाहिँ अरू एर्वाना भन्दा चाहिँ अलि एग्रेसिभ, अलि बढी हुन्छ। वर्ल्डमा सबभन्दा एग्रेसिभ नै हो। नै यही हो। यो चाहिँ अलि वर्ल्डको मोस्ट एग्रेसिभ एरोना यही। अनि अर्को योसँग हामीसँग फ्ल्याग टेल छ यहाँ है। फ्ल्याग टेल भयो त्यो चाहिँ येल्लो फ्ल्याग टेल हो। अनि यो साइडको चाहिँ कुन हो? यो चाहिँ यिनीहरू चाहिँ सबै अब के भन्न थाहा छैन। यो चाहिँ सबै लोकल माछा लोकलै हो। नेटिभ लोकल भन्दा नि इन्डियाबाट नै आउँछ। हामीले पहिला चाहिँ इन्डियाबाट मगाइरहेको थियौँ खासमा। तर यो बेटा चाहिँ लोकल होइन है फेरि। यो चाहिँ यो ब्रिड गऱ्यो भने लोकल त लोकलै हुन्छ, तर ब्रोइलर टाइपको हुन्छ। अनि यो चाहिँ यहाँ चाहिँ के छ भन्दाखेरि यो नेटिभ हो यिनीहरू चाहिँ होइन। यो चाहिँ ड्रेपिन बार्ब हो। यो ड्रेपिन बार्ब हो। अनि अर्को चाहिँ यो ब्याडिस हो। ब्याडिस पनि छ। अनि अर्को त्यो पछाडि चाहिँ त्यो बार्ब टाइपको छ नि, त्यो रोजी बार्ब टाइपको छ। रोजी बार्ब त्यसलाई चाहिँ सिद्रा माछा भन्दो रहेछ क्या। अनि त्यसपछि अनि अर्को भनेको हामीसँग त्यहाँ 1000 स्ट्राइप ट्राउट पनि छ। यो यहाँ चाहिँ यहाँ राम्रोसँग देखिन्छ। अनि चाहिँ तल भएको चाहिँ कुन हो? यो चाहिँ त्यो चाहिँ लोच हो। त्यो चाहिँ मलाई पनि थाहा छैन एक्ज्याक्ट नेमहरू चाहिँ है। अर्को चाहिँ हामीसँग कोस्ट्रिम छ हेर न, यहाँ कत्रो ठुलो छ कोस्ट्रिम। यहाँ तल यहाँनिर छ है। देख्नु भएको छैन होला भिडियोमा, कत्रो ठुलो छ है। कोस्ट्रिम भयो होइन। यो चाहिँ ट्राउट भइहाल्यो होइन। अनि यो पनि फेरि यो सिद्रा माछा हो। अनि अर्को ग्लास फिस पनि छ। त्यो नेटिभ नै हो। यो साइज ठुलो हुन्छ यो तल बसिरहेको यिनीहरूको चाहिँ हुन्छ। अनि अर्को हामीसँग ट्र्याक्टर इलहरू पनि छ है, सानो साइजको। त्यहाँ छ अनि त्यहाँ पनि छ ट्र्याक्टर इल छ। अनि तलको चाहिँ कुन हो? यो चाहिँ काम्फा हो। यो चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ है। यो चाहिँ काम्फा। अहिले यो अघि नै भर्खर पानी चेन्ज गरेर तातै छैन रहेछ। यहाँ अनै गरेर यो चाहिँ एकदम एग्रेसिभ हुन्छ है काम्फा चाहिँ। एकदमै सुपर यसको कलर प्याटर्न पनि भवाल छ है। पानीको चाहिँ चिसो सुचाउन न, त्यही पनि त्यस्तै एक्टिभ छ, हाइपर एक्टिभ छ। ल म चाहिँ भित्र गएर नि अरू माछाहरू पनि सरर देखाउँछु हजुरहरूलाई है। यहाँ तल पनि रहेछ है। यो चाहिँ कुन हो क्रिजल? यो चाहिँ प्लेटिनम ब्लू टेल मोलीहरू हो। यो चाहिँ प्रिमियम मोलीहरू हो है। किङ मोली चाहिँ होइन, प्रिमियम मोलीहरू हो। किङ मोली पनि अनि साइडको नि यो साइडको यो चाहिँ नि साकुरा मोली पनि भन्छ। साकुरा मोली, गोल्डन मोली पनि भन्छ है। अर्को आफ्नो यो पनि प्रिमियममै हो है। अनि अर्को यो चाहिँ प्योर प्लेटिनम मोली भयो। यो चाहिँ प्योर प्लेटिनम मोली चाहिँ अहिले छैन, धेरै छैन। अब यो सकिन लाग्यो। कति चाहिँ लगभग सकिन लागिसकेको रहेछ है। यदि हजुरहरूले लिने सोचिरहनु भएको चाहिँ चाँडै आउनु होला है। हिजो भर्खरै माछा धरेको थियो, सबै सकिन लागिसकेको छ। सेलिङ फिसेस यो भयो। अनि आजको स्टक नै क्लियर भएको वाला चाहिँ सिल्भर एरोना हो। त्यो हिजो हामीले सानो रिल्स सर्ट्सहरू हालेको थियो है, सिल्भर एरोना हो। अनि अर्को भनेको अब सिल्भर एरोना सक्यो। यो मोली पनि अब लगभग सकिनै लागिसक्यो। अनि अर्को त्यसपछि यो सिग्रेट्स पनि गइरहेको छ, झन्डै गइसक्यो। अब यति बाँकी छ। अनि प्यारोटहरू पनि गइसक्यो। प्यारोटहरू पनि यति मात्रै बाँकी भयो, 20वटा आएकोमा होइन। 10-10वटा जति बाँकी छैन है। यो पनि आधी जति गइसक्यो है। अनि अर्को आयो यहाँ पनि। यो चाहिँ कुन हो? यो नेपालमै पाउने हो? यो पनि ग्लास फिस हो। यो पनि खोलातिर पाउँछ, नेपालको खोलातिर ग्लास फिस भयो होइन। अनि अर्को कलरफुल चाहिँ कुन हो? यो नर्मल हो? कलर भिडियोहरू इन्डियाबाट लिएर आउने हो। इन्डियनै होला त्यो सबै है।
अनि हामीसँग बेटाको भेराइटीहरू पनि छ है यो हजुरहरूले हेर्नु यो चाहिँ वाइल्ड रेड स्प्लेन्डेन्ट भयो होइन यो चाहिँ रेड स्प्लेन्डेन्टको मेल एन्ड फिमेल छ यहाँ अनि यहाँ चाहिँ कपर इम्बेलिस छ कपर कलरमा छ बबाल छ अनि यहाँ पनि यो कपर इम्बेलिस नै हो यो यहाँ पनि छ बेटाको अब यिनीहरू हाफमुनहरू भयो होइन अनि यो चाहिँ हाफमुन बेटा हो है हजुरहरूले देख्न सक्नुहुन्छ एलियन यहाँ चाहिँ एलियन बेटा ग्रिन हुन्छ हो है है त्यो ग्रिन हो हुनु चाहिँ तर त्यसले अहिले त्यो पानी चेन्ज अघि भर गरे हो हामीले त्यसैले त्यो फेड भइरहेछ अनि अर्को त्यो सानो सानो माछाहरू देखिरहेछ त्यो पनि हेर्दाखेरि बेटा जस्तै छ है तर अलिक सानै है यो चाहिँ स्पार्कलिङ गोरामी हो क्या त्यो अझै यता ठुलो ट्याङ्क पनि देखाउँछ है हजुरहरूलाई सर र यो चाहिँ एकदम मोन्स्टर ट्याङ्क है मोन्स्टर ट्याङ्क हाम्रो भित्र गोडामा रेडी हुँदैछ अब त्यहाँ भित्र पनि ठुलो बत्दै होइन माछाहरू पनि आउँछ अनि ट्याङ्क पनि रेडी हुन्छ माछाहरू यहाँ चाहिँ कुन कुन छ यहाँ चाहिँ यहाँ चाहिँ यो मिडासहरू भयो होइन यो मिडास भयो यो फिमेल फ्लावर हुन हो यो रेड चिली एरोवाना हो यो हाम्रो हिरो अनि यो चाहिँ कालो चाहिँ कुन हो यो ज्यागवाला चाहिँ ज्यागवार पागल अनि फ्रन्टस हामीसँग दुईवटा मात्रै बाँकी छ है अनि अर्को भनेको त्यो प्लाटिनम आरटिसी भयो अनि त्यसको छेउमा टाइगर सोबिनहरू सुतिरहेको छ अनि ओस्कार भयो पाकु भयो होइन अनि त्यहाँ प्लेको पनि छ त्यो अर्डिनरी नर्मल प्लेको चाहिँ होइन त्यो सिल्किन प्लेको हो है त्यसपछि यो क्युबान भयो यो क्युबान र ज्यागवार चाहिँ मान्छेले झुकिन्छ तर झुकिनु हुँदैन फरकै हो है अनि अर्को तरुण साग भयो अनि यता चाहिँ फिस फुडहरू पनि टन्न एभाइलेबल छ है भोलि आउँदैछ मजाले अनि हिकाटी त अब सकिसक्यो यो अलिकति मात्र बाँकी छ त्यो ब्लू कलरको चाहिँ कुन हो त्यो निलो यो निलो एक्वा माछाको हो मैले यही खुवाइरहेको यो सबै माछालाई हुन्छ यो चाहिँ यो सानो माछाहरूलाई चाहिँ हुन्छ यो सानोलाई मात्रै हो क्रम्बलमा भयो होइन यो सिङ्किङ प्यालेट हो कि होइन यो चाहिँ स्लो सिङ्किङ हो एकैचोटि सिङ्क हुँदैन स्लो सिङ्किङ हुन्छ त्यो उहाँ चाहिँ एकदम राम्रो लाग्यो है सबै उ हेर न त्यो मुनि खसी पनि सबै यो चाहिँ स्लोली सिङ्क हुँदो रहेछ है हजुरले नि हेर्न सक्नुहुन्छ भिडियोमा है मजाले यहाँ गप्पीहरू पनि रहेछ यहाँ टन्नै हामी चाहिँ अब भित्र गइरहेछौँ है यहाँ त बसेको चाहिँ यता भित्र पनि ट्याङ्कहरू टन्न एभाइलेबल छ है यहाँ चाहिँ ठुलो ट्याङ्क छ यहाँ चाहिँ अब माछाहरू हामीले हाल्नै बाँकी छ यो चाहिँ 25% कम्प्लिट पनि कम्प्लिट भएको छैन है रुम चाहिँ अझै बाँकी छ यहाँ ट्याङ्कहरू यो सेटअपहरू अझै हुँदैछ भनौँ न ल ओ यो चाहिँ कुन हो यो चाहिँ कुन हो यो यो सुपर रेड टेक्सस हो तर मान्छेले चाहिँ यसको नाम एआई हो गरेर यो त बबाल छ त है रेडनेस पनि बबाल छ त साइज त ठुलो छ त यो त एकदम ठुलो छ त गाइज यो चाहिँ भिडियोमा चाहिँ होइन सानो देखिन्छ होला है तर यो रियलमा चाहिँ एकदम ठुलो छ है एकदमै ल अब चाहिँ हामी अर्को ट्याङ्कमा जान्छौँ है यो चाहिँ कुन हो यो चाहिँ प्रिमियम लङ्किङ बटरफ्लाई टोयहरू भयो अनि यता साइडको चाहिँ यो एरोना चाहिँ कुन हो यो चाहिँ पल एरोना यो अघि नै कि पल एरोनै हो यो हिजो आगोमा अलिक धेरै पिसेसहरू थियो जुद्या थिएन है अनि आज सेल हुँदै गयो दुईवटा बाँकी भएपछि त जस्तै जुतिरहेको त राइटमा चाहिँ प्लाटिनियम बटरफ्लाई कोही होइन यो तर एकदम बब्बाल देखिरहेको छ यार फ्रेस रे एकदम क्वालिटी पनि हाई क्वालिटीको छ है अनि यता तल यो चाहिँ अल्बाइनो एयर बनाएर है गाइस अनि यता साइडमा चाहिँ हजुरहरूले देख्न सक्नु चाहिँ कुसुरी कोही यदि हजुरहरूले चाहिँ पोन्ड बनाउने सोचिरहनु भएको छ भने चाहिँ यो चाहिँ एकदम बेस्ट हुन्छ है हजुरहरूलाई चाहिँ एकदम राम्रो साइजमा छ यो चाहिँ अनि यता साइडमा पनि छ अर्को यो चाहिँ नि यो चाहिँ पहिल्यै सोल्ड भइसकेकोहरू हो यो सोल्ड भइसक्यो हो बिरामी भएको हुनाले ए अनि हामीले चाहिँ यो ट्रिटमेन्ट गरिदिनलाई लिएर आइरहेको हो यहाँ त कसैले चाहिँ बिरामी माछाहरू चाहिँ बेच्दैन है हजुरहरूलाई चाहिँ पहिल्यै भन्छ सबै यति कुरामा चाहिँ ढुक्क भयो हुन्छ है हजुरहरू चाहिँ अनि यो चाहिँ कुन हो यो बिजल यो हिजो आएको ओरोन्डामा अलिकति बाँकी भएको है अब चाहिँ धेरै पिस बाँकी छैन छिट्टो आइहाल्नु है हजुरहरू पनि धेरै पिस भन्दा नि यसको यो चाहिँ मैले यति पिस चाहिँ बचाउन पाएँ बाँकी चाहिँ मरेको छैन यो अहिले चाहिँ यो सेलको लागि छैन किनभने यो अहिले यो जुन यो पुच्छरमा देखिरहनु भएको छ नि यो व्हाइट
पुच्छरमा त्यो रातो रातो स्ट्राइपहरू छ नि सबै अमोनियाले खाएको हो क्या जस्तो अब हामीले यसलाई अहिले क्वारेन्टाइनमा राखिरहेछौँ अब जतिसक्दो छिटै त्यो यो निको भएपछि त्यसपछि अनि साइडको चाहिँ कुन हो यो यिनीहरू चाहिँ त्यो त बबाल छ त यो पन्ड स्टिङहरू हो यिनीहरू अनि अर्को चाहिँ यो माथिको चाहिँ त्यो गोल्डन हेलमेट एरोवाना हो त्यो चाहिँ अलिक स्ट्रेच ल है यहाँ चाहिँ एयरवान छ है गाइस त्यो वान पिस इन नेपाल है यो पनि वान पिस इन नेपाल यो पनि वान पिस इन यो पनि वान पिस है वान पिस इन नेपाल यो चाहिँ एकदम एग्रेसिभ छ यो चाहिँ हेर चाहिँ बबाल छ जसले देखे पनि पालम पालम जस्तो छ है यिनीहरूको यो चाहिँ रेयरली फाउन्ड इन द वर्ल्ड है कुन हो यो चाहिँ कुन हो यो यो चाहिँ बार्का हो यो चाहिँ फिमेल हो बार्का अनि अर्को उता बाहिरको चाहिँ मेल हो ए बाहिरको चाहिँ मेल यो चाहिँ फिमेल है अघि चाहिँ हामीले बाहिरको हेरिसकेको थियो त्यो चाहिँ त्यस्तो फ्लेयर गर्छ यो पनि बिरामी छ यसलाई नै ट्रिटमेन्ट हुँदैछ किनभने यो स्टिङरे चाहिँ पाल्न सजिलो छ कि छैन स्टिङरे पाल्न सजिलै छ मैले लागि चाहिँ ए मान्छेले भन्छ गाह्रो छ भनेर त्यही त तर होइन गाह्रो पनि गाह्रो छ सबैको लागि सजिलो हुँदैन अब जस्तै ए, एक्सपिरियन्स नै हो सबै ठन्डै माछा आएको छ है हिजो चाहिँ यहाँ तल पनि छ है यो चाहिँ तलको चाहिँ कुन हो यो तलको यो चाहिँ थाइगर रन्डाहरू हो यो थाइगर अन्डा आज मैले आजबाट फिडिङ स्टार्ट गरिदिएको थिएँ यसरी पानी बब्बाल देखिरहेको अनि यो साइडको नि यो यो चाहिँ यिनीहरू चाहिँ क्यालिको रन्डा यिनीहरू चाहिँ सबैजना त्यो लेउ खाएर बसेको छ हेर न त्यहाँ भुइँको छ नि क्यालीको ओरन्डा चाहिँ मैले पनि पालेको थिएँ है भुइँको सबै लेउ खाएर पाल्न बसेको चाहिँ त्यति गाह्रो लागेन मलाई चाहिँ यसको लागि चाहिँ टेम्परेचर चाहिँ एकदम मिलाउनु पर्ने हुन्छ अनि फिल्ट्रेसन पनि राम्रो चाहिन्छ है यो खासमा होइन यो यस्तो थियो क्या यो लेउ छ नि यो टाटेपाटे देखाएको छ नि यहाँ लेउ सबै सफा गरिदिएछ क्या हो यस्तो थियो क्या पहिला सुरुमा हेर पहिला चाहिँ यो ट्याङ्क यस्तो थियो है पुरै यस्तो टाइपको थियो क्या अहिले चाहिँ पुरै सेतै बनाइदिइसकेको छ है यो चाहिँ कुन कोही हो यो तलको चाहिँ मिडियम साइजको ए मिडियम साइजको हो ल है गाइज हजुरहरू छिट्टो न्याचा पस भिजिट गर्नु पर्यो अब चाहिँ माछाहरू धेरै स्टकमा बाँकी छैन है छिट्टो आउनु होला त्यो सेक्सन सेटअप गर्न बाँकी छ हाम्रो अनि त्यो सेक्सनमा पनि राख्नु बाँकी छ ट्याङ्कहरू नयाँ आउँदैछ होइन अनि अर्को भनेको चाहिँ यो एमाजोन सोर्ड भयो है एमाजोन सोर्ड नाना पेटिट अनि एनिबिएस नाना छ अनि अर्को यो जावा फोन छ अनि अर्को यो चाहिँ के स्नेल हो? यो चाहिँ स्नेल हो स्नेल चाहिँ बाहिर पनि छ मैले देखाउनु बिर्सेछु होइन हामीसँग नेराइट स्नेल पनि छ यो चाहिँ प्याकोडा स्नेल हो है अनि यो चाहिँ कुन हो यो यो चाहिँ यो फिस चाहिँ कलर गोरामी हो गोरामी अनि गोरामी प्लान्टेड ट्याङ्कको लागि एकदम सुइटेबल हुन्छ होइन त अनि अर्को उता छ हामीसँग रेम्बो पनि छ तिनीहरू चाहिँ अलिकति पछाडि रहेछ है के छ खबर अझै पुरै सेटअप हुँदैछ है मजाले अहिले चाहिँ यहाँ चाहिँ ब्रदरले माछा लान लाउनु भएको छ है ब्रदरले चाहिँ कुन माछा लान लाउनु भएको हो अहिले चाहिँ रेड डेभिल रेड डेभिल अब रेड डेभिल रेड डेभिल मिडास यो होइन ओके न ब्रदर सर तपाईँलाई यो होइन क्रिजरले चाहिँ अब मिडास सामान लाएको छ है यो हो कि होइन, सर? ब्रदरले हुन्छ यो? लाने भनेर आउनु भएको छ तपाईँले यही भन्नुभएको थियो सर पहिला यो एउटा र यो एउटा भनेको हो म दुइटा हालिदिन्छु ल गाइज आजको लागि चाहिँ यति नै है फेरि पनि हजुरहरूलाई राम्रो राम्रो भिडियोहरू लिएर आउनेछु है ओके टाटा बाई बाई है त ल क्रिजल बाई बाई गरिदिउँ त